जय गोरखनाथ, हर हर महादेव, जय शम्भु शिव गोरख। आज हामी बागेश्वरी देवघाट धाममा चाहिँ जो हाम्रो कोटिहोम हुन गइरहेको छ यहाँ। अब 14 गते चाहिँ जो पुनावती हुन्छ लास्ट होइन त, 14 गते हुन गइरहेछ र सबैजनाहरू चाहिँ जो यहाँ उपस्थिति हुनु होला। यी हाम्रा राष्ट्रयोगी नरहरिनाथका गुरु गोरखनाथका सबै पुस्तकहरू छन् यहाँ। यी हाम्रो यहाँ श्रीखण्डी यात्रा पनि रहेछ। यहाँ गौवर्गहरू पनि छ। हाम्रो यो कोटिहोम भइरहेको छ यहाँ, सबैजना आउनु होला। यी तेह्र गते साङ्गे 14 गते सकिने होइन त। हाम्रा गाई होइन त, बागेश्वरी गौशाला होइन त यो हाम्रो बागेश्वरी गौशाला। राष्ट्रयोगी नरहरिनाथले खोलेको गौशाला होइन त यो, हो नि। ओम नारायण नारायण, जय गोरखनाथ, जय गोरखनाथ, हर हर महादेव। हाम्रो दादा गुरु यसैमा जन्म्यौँ, यसैमा हुर्क्यौँ, यसैमा बिलाउँ, फुटेका भाइ हामी सारालाई जुटेर मिलाउँ भनेर उहाँले नि भन्नुभएको थियो। त्यही भएर सबै मिल्ने बेला आएको छ अरे। त्यही भएर सबै मिलेर अगाडि बढौँ। गोरक्ष राष्ट्र, गोरक्ष भूमिको संरक्षण र रक्षा गरौँ। जय गोरखनाथ, जय गोरक्ष भूमि।